सबैमा नमस्ते, गुड मर्निङ। म विगत 4 महिना अघि पैदल यात्रुको रूपमा हिँडिरहँदा मोटरसाइकलले ठक्कर दिएर मेरो खुट्टा फ्र्याक्चर भएको थियो। म करिब 1 महिना बैशाखी टेकेर घरमै बैशाखीको सहायताले यसो हिँडडुल अलिअलि गर्न सक्ने थिएँ। त्यसपछि मैले बिस्तारै डाक्टरको सल्लाह अनुसार फिजियोथेरापी, आफ्नो फिटनेस, सेनामा सिकेका विभिन्न पोजिसनहरूले चाहिँ मैले आफ्नो चाहिँ नियमित आफ्नो व्यायामलाई चाहिँ अगाडि बढाउँदै गएँ। अहिले म यो अवस्थामा छु, म फिट छु। यो अवस्थासम्म आउँदा मलाई सहयोग गर्ने स्पेसल्ली डाक्टर र मेरो जीवनसङ्गीलाई म धेरै धेरै धन्यवाद, घर परिवार, शुभचिन्तक, शुभेच्छुक मित्रहरूमा धन्यवाद दिन चाहन्छु। आफ्नो स्वास्थ्यको लागि चाहिँ केही समय, बिहानको केही समय वा आफ्नो फुर्सदको समय मिलाएर एक्सर्साइज गर्नुहोला। सबैमा धन्यवाद। पुनः फेरि म यस्तै भिडियो लिएर तपाईँहरू सामु जोडिनेछु भन्दै आजको यो भिडियो यहीँ अन्त गर्दछु। धन्यवाद।